फाइनली हाम्रो अर्को भाइ हुनुहुन्छ हाम्रो महोत्तरी जिल्लाबाट एकजना भाइ हुनुहुन्थ्यो सिरा जिल्लाबाट महोत्तरी जिल्लाबाट पनि हामीलाई सम्झेर स्कुल अफ कफी आर्टिस्टलाई सम्झेर हामीसँग 1 मन्थ कम्प्लिट भएर पनि मलाई चाहिँ एकदम राम्रो लागेर अर्को महिना पनि प्लस गर्छु भनेर भनिरहनु भएको छ। यसको लागि चाहिँ थ्याङ्क यू सो मच हामीसँग जोइन हुनुभयो। अब सिरादेखि महोत्तरीदेखि सम्झेर आइदिनुहुन्छ त्यसको लागि चाहिँ एकदम ह्यान्ड्सअप गर्न चाहन्छु उहाँलाई र उहाँको परिचयबाट जाउँ है त ल। मेरो नाम चाहिँ श्रोनियोञ्जन हो र म के अरे बर्दिवास महोत्तरीबाट यता स्कुल अफ कफी आर्टिस्ट नेपालगञ्जमा कफीहरू बनाउन सिक्न आएको। कसरी थाहा पाउनुभयो स्कुल अफ कफी आर्टिस्ट नेपालगञ्जमा छ भनेर? यो चाहिँ मैले फेसबुकमा सोसियल मिडियाहरूमा देखेर अनि बुवा पनि यहीँ बस्नुहुन्थ्यो र बुवाले पनि सजेस्ट गर्नुभएको अनि यतै आएर। कस्तो सोसियल मिडियामा देखे अनुसार यहाँ त्यस्तो पाउनुभयो कि पाउनु भएन? त्योभन्दा राम्रो पाउनुभयो। ल थ्याङ्क यू सो मच सरोनजी, आज आगामी दिनमा राम्रो गर्नु होला भन्दै र तपाईँले पनि अरूलाई पनि रिकमेन्ड गर्न सक्नुहुन्छ कस्तो पाउनु भनेर। रियालिटी चाहिँ यही हो कि जस्तो मेरो स्टुडेन्टले कस्तो पाउँछ भन्ने कुरा चाहिँ यो रियालिटी चाहिँ एकदम पर्फेक्ट रिभ्यू भनेको चाहिँ तपाईँहरूबाट दिनुपर्ने हुन्छ कि त्यसको लागि थ्याङ्क यू सो मच। ल अरूको